बाटोमा आउँदा आउँदै पेट्रोल पम्पमा किन बस्नु पर्यो त? मैले बदलका मासु एक दिनमा कति सेल्स गर्छु होला? छँदै तपाईहरुलाई बदलका मासु काटेर मात्रै हेर्नु तर तपाईहरुलाई आज म सेल्स गरेर कति पैसा हुन्छ त्यो पनि देखाउनेछु तपाईहरुलाई म। मेरो ब्लग चाहिँ सुरुवात हुन्छ पेट्रोल पम्पबाट। सो हे ग्याङ इट्स मी मनिष लिम्बु र तपाईहरुलाई फेरि पनि स्वागत छ एमएल अफिसियलमा। हामी चाहिँ बाटोमा आउँदा आउँदै एकदम ठुलो पानी परेको कारणले हामीलाई पेट्रोल पम्पमा बस्नु परेको थियो। पेट्रोल पम्पमा बसेको आधी घण्टा भइसक्दा पनि पानी रोकिनेको नामै लिएको थिएन। हामी चाहिँ त्यस्तै लाग्यौं भिज्दै भिज्दै दोकानसम्म। त्यहाँ पुगेर मेरो ज्याकेट निचार्दाखेरि त मेरो ज्याकेटबाट तरर पानी चुइरहेको थियो। म चाहिँ पानीले लोत भिजेको कारणले सबभन्दा पहिला कपडा फेरे। मेरो चाहिँ दोकान भनेको घर जस्तै पनि हो। नभन्दा बेसी सामान मेरो दोकानमै छ। मैले चाहिँ कपडा फेरिसकेर मासु जोख्नतिर लागे। मासु चाहिँ लिएर झुन्डा ल्याउँदाखेरि घिच्रेर तल झुट्टै भएछ मासु। घिच्रेको मासुलाई काटेर जोखेको म 21 केजी भएको रहेछ। तपाईहरुले 21 केजी याद राख्नु होला, पछि भिडियोको अन्त्यमा तपाईहरुलाई थाहा हुनेछ। अनि मैले मासु जोगिसकेर अझ कस्टमरहरुलाई लोभ्याउनको लागि मैले मासुलाई स्लाइस बनाएर राखे। यसरी स्लाइस बनाएर राखे भने कस्टमरहरुलाई छान्न पनि सजिलो, मलाई पनि काट्न सजिलो। अनि मैले मेरो सबै कामहरु सकेर दाँत ब्रस गर्दै थिएँ। अनि मेरो पहिलो कस्टमर आएर आधी केजी लिएर जानुभयो। उहाँलाई मासु दिइसकेपछि मैले मेरो हतार मुखसुख धुइहालेँ। बाहिर भने चाहिँ अझै पनि पानी परिरहेको थियो। त्यो मौसममा बिक्री हुन्छ पनि हुँदैन पनि मलाई शंका पनि लागिरहेको थियो। अनि बिस्तारै समय बढ्दै जस्तै घाम पनि बिस्तारै उग्रिँदै गयो। घाम उग्रेपछि बिस्तारै कस्टमरहरु आउँदै जानुभयो। मासु बेच्दा बेच्दा खाना खाने समय पनि भइसकेछ। खाना खाइसकेर म एकछिन रेस्ट गर्नतिर लागे। साँझ परेपछि भने त्यस्तै मौसमहरु बिग्रिँदै गयो। आज चाहिँ सेल्स त्यस्तो धेरै नहुने रहेछ भनेर सोच्दै थिए। साँझ पर्दै गएपछि कस्टमरहरु एक्कासी बढ्दै जानुभयो। कोही बिहान 21 केजी सकेर फेरि 8 केजी मगाए। 8 केजी मगाएको लगत्तै फेरि सकिहाल्यो। त्यो गर्दा गर्दा मैले धेरै नै मासु बेचेँ थिएँ। त्यहीमाथि मौसम बिग्रेको कारण लाइन पनि थिएन। भन्दा नि अझ दुःखको कुरा त मेरो वेट मसिनमा चार्जै थिएन। कस्तो भयो भने दुःख सुख त्यसरी नै बेचेँ। सबै मासु सकेर हिसाब गर्दाखेरि त जम्मा 20,000 बेचिसकेको रहेछ ग्याङ मैले। प्रति केजी 500 को दरले। ग्याङ तपाईहरु हिसाब गर्नु सक्नु मैले कति केजी बेचे होला त? त्यो तपाईहरु कमेन्ट गरेर भन्नुस् है त। यदि तपाईहरुलाई मेरो भिडियो मन पर्छ भने मात्र सब्स्क्राइब गर्नु होला है त ग्याङ। हजुरहरुलाई भेट्ने छु नेक्स्ट ब्लगमा। हस्त ग्याङ, बाइ बाइ, लभ यु अल।